सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुमा नमस्कार। मेरो नाम चाहिँ पुष्पा ओझा हो। आज यो भिडियो मार्फत मेरो बच्चाको शैक्षिक यात्राको बारेमा केही कुराहरू राख्न पाउँदा म कलेजलाई एकदमै धन्यवाद दिन चाहन्छु र एकदमै हर्षित पनि भएकी छु। मेरो बच्चा चाहिँ यस नेपाल वेस्टर्न एकेडेमी BBA BI 5औं सेमेस्टरमा अध्ययनरत विद्यार्थी रबिन ओझा हो। यस कलेजको पढाइप्रति म एकदमै सन्तुष्ट छु। मेरो छोराले यस कलेजमा हुने विभिन्न परीक्षाहरू तथा अतिरिक्त क्रियाकलापहरूमा अग्र स्थान हासिल गरी उसले चाहिँ आफ्नो भविष्य उज्जवल बनाउन सक्षम भएकोमा हामी सम्पूर्ण परिवारहरू एकदमै हर्षित भएका छौँ। हाम्रो सन्तानप्रतिको सपना पूरा गर्नमा यस कलेजले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरूले गुणस्तरीय र सर्वसुलभ शिक्षा प्राप्त गर्न बाहिरी कलेजहरूको मुख ताक्न नपरोस्। हाम्रै घर आँगन सुदूरपश्चिममा रहेको नेपाल वेस्टर्न एकेडेमीले गुणस्तरीय एवं सर्वसुलभ शिक्षा प्रदान गर्दै आइरहेको कुरा म यो भिडियो मार्फत हजुरहरू समक्ष राख्न पनि चाहन्छु। साथै अहिलेसम्मकै नतिजा हेर्ने हो भने मेरो बच्चाले विश्वविद्यालय टप नै गरेको छ। मेरो बच्चा चाहिँ पहिला एकदमै लजालु स्वभावको कम बोल्ने थियो भने यस कलेजमा आएदेखि चाहिँ उले चाहिँ एकदमै घरको कामहरूमा पनि सहयोग गर्ने र उले एउटा आफू लिडरशिप भएर अगाडि बढ्ने उसमा क्षमता भएको छ। साथै यस भिडियो मार्फत म कक्षा 12मा उत्तीर्ण भएका भाइ बहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छु। अभिभावकहरूलाई पनि के भन्न चाहन्छु भने अहिलेको यस परिवेशमा सुहाउने बजार व्यवस्थापन विषयहरू कोर्सहरू चाहिँ छानेर ढुक्क हुन अनुरोध गर्दछु। हस्त नमस्कार।